सो वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ माघी चाहिँ के हुन्छ यताउता माघीको दिन स्पेसल बनाऊँ न भनेर। अब के हुन्छ, मेला गइन्छ कि केटाहरूसँग बस्ने कुरा भएको छ, अब के हुन्छ। सो भिडियोमा जोडिरहनु होला। आज चौधरीहरूको पर्व होइन। यहाँ चाहिँ हाम्रो घरको लिँदा हुनुहुन्छ छिमेकी आन्टी, उहाँले यहाँ ढिक्रीहरू ल्याइदिनु भयो। ढिक्री अनि खरिया बरिया भन्ने खाँदैछु म। कपाल पनि काटेँ मैले हिजो, खुसी पनि लगाइसक्यो। नुहाउन पनि नुहाएन है, हिजो चाहिँ नुहाम आज नुहाएन, जाडो छ डह्रो। समय केसी यहाँ थिए गइसिन न हजुर गइहाल्छ नि हौ। म त जान्छु यहीँ रोक्छ नलग्छु त उ जान्यो त फेरि जान्यो। चागो बलेछ यहाँ, दह्रो काठहरू जलेछ, जाडो छ नि फेरि यहीँसम्म तातो फालिराख। यो हो मामा घर। म चाहिँ यता छु, कपाल कस्तो देखिया छ, म कस्तो देखिया छु भन्नु होला। गाइज अहिले चाहिँ म घरभित्र छु। यहाँ चाहिँ मेला जान लाछि। कहाँ मेला जानुहोस् फेरि? हाँ घरै जानुहोस्? घरै कहाँ लाग्यो र मेला? एकदम जुत्ता लगाएर जान लाछि हो। मम्मी कहाँ छ? ल गाइजहरू, यो चाहिँ बिस्तारै यस्तै छ, अहिले पठाउने होला नि, पठाउने हो यस्तै छ। चाहिँ खानाहरू छ, त्यो चाहिँ हजुर आमा मामा हुनुहुन्छ, म छु, त्यो दाइ छ। सो भाउजू घरतिर उहाँ छ, भाउजू घर। ठुलेसँग लगाइसक्यो टिको। यता त भाते अझै सुतिराख, मोबाइल हेरेर राख। अहिले हेरौँ के हुन्छ। हजुर कहाँ? ल ल यता आउनुहुन्छ हाम्रो भाउजू। हेलो गाइज, आज हाम्रो घरमा माघे सङ्क्रान्ति स्पेसल खाना बनिरहेको छ गाइज। हेर्नु, सेलरोटी मैले बनाएको। तारा आन्टीलाई गाइज म पुरै रेडी भइसकेँ। गाइज अब चाहिँ तलतिर जान लाग्छु। यो बाटो चाहिँ अझै पिच भएको छैन, यस्तै छ, धुलो खाइरहनु पर्छ बेला बेलामा। अब नजिकै छ, म अब तल आइपुग्नु लाग्छौँ। पहिला त्यस्तो रमाइलो छैन गाउँमा, सुनसान छ एकदम। आज चाहिँ डह्रो जाडो गरेको थिएन।
ग्याङहरू यहाँ छन् सब खानेकुराहरू किनेर आलु छ यहाँ बहुत तेज हो रहा है बहुत तेज हो रहा सनमा एकदम बाइसमा छन् सबैजना ह्याप्पी माघी सबलाई देखाए सबलाई एक लट ल है सरर देखि पर्यो सबलाई हे बडा यस्तो फोटो भइहाल्छ क्यामेरा कस्तो हो कान्ति देखाछ के कान्ति केटाहरू पुरा यहाँ ब्रोइलरको व्यवस्था मिलिरह अहिले बनाइरह यहाँ कडकवाला केटाहरू काममा लागेका छन् पाँच बजिसक्यो आँसु पोल्दै गाइस ल है ह्याप्पी माघी है ल जाग्नु पर्यो हेर्नु ढुङ्गा भनेको यो ढुङ्गा